नेपालका पहाडहरूमा सयौं वर्षदेखि चल्दै आएको एउटा साहसी परम्परा। भिरको किनारमा झुन्डिएर जङ्गली मौरीको मह निकाल्ने यो काम संसारकै सबैभन्दा जोखिमपूर्ण पेसामध्ये एक मानिन्छ। नेपालका अग्ला पहाड र कहाली लाग्दा भिरहरू, जहाँ प्रकृतिको सुन्दरतासँगै एउटा गहिरो रहस्य लुकेको छ, त्यो रहस्य हो भिर मौरी। विश्वकै सबैभन्दा ठुला प्रजातिका मौरीहरू। हजारौं वर्षदेखि यी मौरीहरूले सयौं मिटर अग्ला चट्टानहरूमा आफ्नो घर बनाउँदै आएका छन् र यही चट्टानमा ज्यानको बाजी लगाएर मह काट्ने प्राचीन परम्परा हो हनी हन्टिङ। मह काट्न जानु अघि सुरु हुँदैछ यहाँ एक पवित्र अनुष्ठान। भिरमा चढ्नु अघि वनदेवता र भिरका आत्माको पूजा गरिन्छ। स्थानीयहरूको विश्वास छ कि मौरीहरू वनदेवताका सन्तान हुन्। यदि पूजा नगरी वा अशुद्ध शरीर लिएर भिरमा गएमा दुर्घटना हुन सक्छ। यो परम्पराले प्रकृतिको दोहन मात्र गर्दैन, प्रकृतिलाई सम्मान पनि गर्न सिकाउँछ। साइत हेरेर मात्र पढेर मात्र यी हन्टरहरूले दूरलाई छुने हुन्छ। यसको प्रक्रिया जति रोमाञ्चक छ, त्योभन्दा कैयौं गुणा बढी खतरनाक छ। सयौं मिटर माथिबाट बाँस र चोयाले बुनेको भर्याङ तल झारिन्छ। सुरक्षाको नाउँमा कमरमा बाँधिएको एउटा डोरी मात्र हुन्छ। तलबाट हरियो स्याउला बोकेर धुवाँ लगाइन्छ, जसले मौरीहरूलाई लट्ठ पार्छ। त्यसपछि सिकारीले लामो लट्ठीको सहाराले महको घार काट्छ र टोकरीमा थापिन्छ। यो काम सामान्य खेल खेले जस्तो पक्कै छैन। सानो गल्तीले ज्यान जान सक्ने सम्भावना हुन्छ। एउटा सानो गल्ती, डोरीको एउटा सानो चुडाइ वा हावाको वेगमा आएको परिवर्तनले ज्यान पनि लिन सक्छ। यो मह सामान्य महभन्दा निकै फरक हुन्छ। हिमाली फुलहरूबाट बनेको यो महलाई रेड हनी पनि भनिन्छ। स्वाद चाख्दा मिठो भए पनि यो काम भने निकै खतरनाक हुन्छ। हजारौं मौरीहरूको आक्रमण, भिरबाट लड्ने जोखिम अनि खराब मौसम, कमजोर भर्याङ वा डोरी, जङ्गलसम्म पुग्न कठिन यात्रा। यी सबका बावजुद पनि यो शिकार अनवरत रूपमा चलिआएको छ। तर कहिलेकाहीँ सिकारीहरू खुद शिकार बन्छन्, कति घाइते हुन्छन् र कतिपयले ज्यान समेत गुमाएका छन्। जोखिम भए पनि यो परम्परा नेपाली पहाडी संस्कृतिको महत्त्वपूर्ण हिस्सा बनेको छ। यसले गाउँको पहिचान, आय र पुस्नौदेखि आएको ज्ञानलाई जोगाइरहेको छ। वसन्त ऋतुमा भिर मौरीले लालीगुराँस र अन्य फुलहरूको रस चुसेर यो मह बनाउँछन्। यसको असर अचम्मको छ। थोरै मात्रामा खाँदा यसले औषधि जस्तै काम गर्छ भने यो अलिकति बढी भयो भने यसले मानिसलाई लट्ठ पार्छ, नसा लगाउँछ र कहिलेकाहीँ भ्रम समेत पैदा हुन्छ। यही औषधीय र नसालु गुणको कारण विश्व बजारमा यो महको मूल्य सुन जत्तिकै महँगो छ। हिजोसम्म यो केवल एउटा गाउँको परम्परा र जीविकोपार्जनको माध्यम बनेको थियो। तर आज यो म्याडले अन्तर्राष्ट्रिय बजारमा पाएको छ। पुस्तान्तरण हुँदै आएको यो जोखिमपूर्ण कला अब युवाहरू र व्यवसायीहरूको हातमा पुग्दैछ। यसको बजार कस्तो छ? यो परम्परा र व्यवसायको सन्तुलन कसरी मिल्दैछ? यो चाहिँ हाम्रो म्याड हनी स्टोर भनेर छ। हामीसँग यो हनी चाहिँ म्याड हनी चाहिँ दुईवटा क्याटेगोरीको छ। एउटा चाहिँ क्लिनिकल म्याड हनी भनेर छ। यो चाहिँ क्लिनिकल म्याड हनी भयो। अनि अर्को चाहिँ एलिट म्याड हनी भनेर छ। पर्यटकहरू चाहिँ यो हेर्न चाहिँ एकदम रुचि राख्नुहुन्छ। त्यो सँगसँगै हामी डकुमेन्ट्री गर्न आउनुहुन्छ, उहाँहरूलाई पनि हामीले टुर अर्गनाइज गर्छौँ र डाइरेक्टली इन्डाइरेक्टली ठाउँलाई प्रमोट गर्छौँ र त्यहाँ पनि केही न केही टेवा पुर्याइरहेका छौँ त्यहाँको पर्यटनलाई प्रवर्धन गर्नको लागि। र त्यही नै डाइरेक्ट त्यहीँबाट चाहिँ अनि हनी कलेक्ट गरेर ल्याएर यहाँ प्रोसेस गरेर अनि हामी चाहिँ बजारमा भिरको छेउमा जीवनलाई जोखिममा राखेर निकालिएको यो मह
केवल स्वादको लागि मात्र होइन, यो साहस, परम्परा र प्रकृतिसँगको सम्बन्धको प्रतीक पनि बनेको हुन्छ।